तपाईँले मोबाइल त चलाउनुहुन्छ तर यस्तो गोप्य सेटिङको बारेमा तपाईँलाई थाहै हुँदैन। जति पनि तपाईँले क्रोम गुगलबाट सर्च गरेर हेर्नुहुन्छ नि त्यो चिज यस्तो गोप्य सेटिङमा गएर बसेको हुन्छ। त्यो सेटिङबाट तपाईँले स्टोरेज खाली गर्यो भने जसरी पहिला मोबाइल चल्थ्यो त्यसरी नै चल्नु जान्छ। त्यसको लागि तपाईँहरूलाई म यस्तो ट्रिक सिकाउनु गइरहेको छु र भिडियोलाई ध्यान दिएर हेर्नुहोला र तपाईँको मोबाइलमा चेन्ज आउँछ आउँदैन त्यसपछि मलाई कमेन्ट गर्नुहोला। यस्तो सेटिङ हो, तपाईँले छिनभरमै स्टोरेज खाली गरेर जसरी मोबाइल पहिला चल्थ्यो त्यसरी चलाउन सक्नुहुन्छ। क्रोम ओपन गर्ने, त्यसपछि थ्री डटमा क्लिक गर्ने, सेटिङमा क्लिक गर्ने, स्क्रोल डाउन गर्ने, त्यस पछाडि साइट सेटिङमा क्लिक गर्ने, त्यसपछि स्क्रोल डाउन गर्ने, त्यस पछाडि डाटा स्टोरमा क्लिक गर्ने, त्यसपछि तपाईँले जति गुगल क्रोमबाट सर्च गरेर हेरेको चिज यहाँहरू स्टोर भएर बसेको हुन्छ। यसलाई डिलिट अल गरेर हटाउन सक्नुहुन्छ। तपाईँको ह्याङ हुनबाट पनि बचाउन सक्नुहुन्छ। यसलाई डिलिट अल गरिदिने